मिठो कुरा चाहिँ मलाई के लाग्यो भने तपाईँहरूसँग यसरी भेट्न पाएँ अनि जुन चाहिँ एन्जलको कारणले गर्दा आज म यहाँ छु। अनि मैले आएकोदेखि एउटा कुरा चाहिँ धेरै नै अब्जर्भ गरिरहेको छु। अनि मलाई अब्रामको कुराहरू याद आइरहेको थियो है। अनि यो कठिन परिस्थितिमा आजको दिन पनि असल रूपले हामीले वचन सुन्न पायौँ। सायदै यो सिचुएसन नहुनु पर्ने हो, तर हामी प्रभुमा भएको कारण यो सिचुएसन त मैले देख्न पाइरहेको छु। अनि हाम्रो काका हेमसागर अनि परिवार धेरै स्ट्रङ हुनुहुन्छ। तपाईँले एउटा असल शिक्षकलाई, एउटा असल गुरुबालाई पाउनु भएको छ। अनि यो समयमा यत्रो शोकको बेलामा पुलपिटमा आएर वचन बोल्नु भन्ने कुरा चाहिँ एउटा खेलाइची कुरो होइन। अनि मैले त्यो अब्रामको कुराहरूलाई यहाँ देखिरहेको थिएँ है। अब्रामले धेरै वर्षपछि सन्तान पाउँदै गर्दा पनि है उसले एउटा त्यो सन्तानलाई बलि दिनुपर्ने कुराहरू बलि भएन बादमा, तर उसले एकदमै निश्चिन्ताको साथ बलिको लागि ऊ गइरहेको थियो। त्यो कुराहरूमा चाहिँ एउटा मैले आराधनालाई देखिरहेको थिएँ अब्राममा पनि है। अनि यो एक हप्ताको भित्र मैले उहाँहरूसँग रहँदै गर्दा पनि यो परिस्थितिहरूमा पनि उहाँको जुन चाहिँ यो जिआई छ है, त्यो आराधनालाई मैले देखिरहेको थिएँ। यो कठिन परिस्थितिमा पनि उहाँहरूको जुन चाहिँ त्यो समर्पण छ है प्रभुमा, त्यो आराधनालाई मैले देखिरहेको थिएँ। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि यो एन्जलको कारणले गर्दा यो कुरालाई पनि मैले उहाँहरूबाट सिक्न पाएँ। अनि धेरै उहाँहरू स्ट्रङ हुनुहुन्छ। परमेश्वरलाई धन्यवाद होस्। यो कुरोहरूले गर्दा अझै मण्डलीमा आउँदो समयहरूमा धेरै महिमाको कामहरू हुन सकेको छ। आमेन। हुन्छ, म एउटा छोटो कोर्सलाई गाउनेछु। स्वर त्यति राम्रो छैन, तपाईँले भजनद्वारा परमेश्वरलाई महिमा भएको होस्। So